स्टार्ट 15 जना तीर्थयात्रीहरू पदयात्रीहरू हामी आइरहेका छौँ। आज हाम्रो चाहिँ छैटौँ दिन हो। छैटौँ दिनको दिन हामीले पाँचौँ दिनको दिन हामी मानस सरोवरमा आइपुग्यौँ र यहाँ हाम्रो चाहिँ मुकाम रह्यो। आज बिहान हामीले लाखबत्ती लाक्षदीप पनि बाल्ने काम सम्पन्न गऱ्यौँ। हाम्रो यो ट्रेकिङ एजेन्सीका भाइहरूले, यसका कर्मचारीहरूले, यसका पथ प्रदर्शकहरूले, गाइडहरूले असाध्यै धेरै हामीलाई सहयोग गर्नुभयो। मुख्यतः यहाँका विभिन्न ठाउँहरू परिचय गराउने, यहाँका दृश्यावलोकन गराउने, यहाँका अनौठा चिजहरूलाई हामीलाई जानकारी गराउने कुरामा उहाँहरूको ठुलो योगदान रह्यो। साथसाथै ठिक टाइममा हामीलाई खाना भोजनको चियापानीको व्यवस्था गरिदिने, उचित ठाउँमा वासस्थानको व्यवस्था गराउने कामबाट हामी असाध्यै प्रभावित भएका छौँ। अब हाम्रो तीर्थयात्राको, हाम्रो चाहिँ पदयात्राको, हाम्रो धार्मिक सांस्कृतिक पर्यटनको चाहिँ एउटा दिन बाँकी थोरै छ। मुख्यतः मानसरोवर र कैलाश पर्वतको यात्रा भनेको चाहिँ हाम्रो यो पथ प्रदर्शक मात्रै होइन, पदयात्रा मात्रै होइन, यो धार्मिक सांस्कृतिक र पर्यटन महत्त्वको काम हो। किनकि यो हाम्रो पूर्वीय सभ्यताको एउटा अत्यन्त महत्त्वपूर्ण विशेषता पनि हो। म सम्पूर्ण साथीभाइहरूलाई, सम्पूर्ण नेपाली दाजुभाइहरूलाई, समस्त हिन्दू र ओमकार परिवारका सदस्यहरूलाई, बुद्धिस्ट, जैन, सिख र हिन्दूहरूलाई चाहिँ एकपटक र अरू सम्पूर्ण इच्छुक जोसुकैले पनि कमतीमा एकपल्ट आफ्नो जीवनकालमा मानसरोवर र कैलाशको यात्राको चाहिँ गर्नलाई सुझाव दिन्छु। धन्यवाद। कैलाश भिजन ट्रेक यसको चाहिँ निश्चय पनि एउटा महत्त्वपूर्ण एउटा चाहिँ ट्रेकिङ गाइड एउटा चाहिँ एजेन्सी जस्तो लागेको छ मलाई। किनकि यिनीहरूले हामीलाई राम्रो सेवा उपलब्ध गराउनु भएको छ। म उहाँहरूलाई अझ पनि यसमा सेवाका विभिन्न आयामलाई बढी चाहिँ जीवनोपयोगी र सबैको लागि चाहिँ सहज हुन सक्ने किसिमबाट विकास गर्नुहोस् भन्ने शुभकामना दिन चाहन्छु। र उहाँहरूले पनि यसलाई विभिन्न ठाउँमा प्रचार प्रसार गरेर, देश विदेशमा प्रचार प्रसार गरेर, जहाँ ओमकार परिवारका सदस्य रहनु भएको छ उहाँहरू प्रचार गरेर यस यात्रालाई चाहिँ सबैमा पुर्याउन सक्ने, पहुँचयोग्य बनाउन सक्ने र खर्चको हिसाबले पनि, आगमनको हिसाबले पनि सबैलाई पहुँचयोग्य पुर्याउन सक्ने काममा उहाँहरू लाग्नु हुनेछ। हाम्रो तर्फबाट उहाँहरूलाई गर्नुपर्ने सहयोग हामीसँग हुँदैछ। उहाँहरूबाट पाएको सहयोगको लागि म सम्पूर्ण हाम्रो ट्रेकिङ गाइड मार्फत, यहाँका उपस्थित कर्मचारी मार्फत हामी चाहिँ उहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ। धन्यवाद।